र दर्शक बिन्दुहरू अब चाहिँ हामी हाम्रो केदार सरसँग चक्कु अनबक्सिङ चाहिँ है चक्कु त्यो चाहिँ धेरै धेरै धन्यवाद यो अवसर मलाई दिनुभयो किनभने यो अनबक्सिङ चाहिँ तपाईँकै हातबाट हुनुपर्छ सर भनेर उहाँले मलाई आग्रह गरिसकेपछि मैले पनि हुन्छ भनेर यहाँ खोल्दैछु म अब ए स्टिकर रहेछ सर सब स्टिकर डिजिआईको छ तपाईँको बाइक फेरि टास्दा हुने रहेछ खजाना चाहिँ के छ खजाना मेन चाहिँ यही हो यत्रो डब्बा खोलेको सामान चाहिँ यत्रो छ ए झिलिक झिलिक बत्ती पनि बलिसक्यो यसको चाहिँ हाम्रो ओजमो एक्सन 5 प्रो अनबक्सिङ हुँदैछ है केदार सरले अब अनबक्सिङ गर्दै हुनुहुन्छ शुभारम्भ गरिरहनु भएको छ उहाँले ल यहाँ चाहिँ दुईवटा रहेछ हामी यो हेर्दिनँ म हेर्दिनँ अल्छी लाग्छ कि सर हेर बरु युट्युबमा सर्च गर्ने हो कसरी चलाउने भनेर कम त लामो छ सर यो यो त तपाईँको माछा बल्छी हान्दा हुन्छ सर यो ए हो लामो हुन्छ है यो यसले चाहिँ दुईवटा काम गर्छ होइन वाटरप्रुफ सर होइन सर अर्कै खालको हुन्छ यिनीहरूको साँच्चै क्यामेरा चाहिँ वाटरप्रुफ क्यामेरै वाटरप्रुफ हो यो कति मिटरसम्म छ यहीँ लेखेको छ केदार सरलाई फेरि मैले भिडियोमा जोडेँ है र केदार सर अब उहाँले हामीलाई समय दिएर यहाँसम्म आइसक्नु भएको छ उहाँको विभिन्न समस्याको बावजुद पनि मेरो लागि यहाँसम्म आइदिनु भएको छ सरलाई धेरै धेरै धन्यवाद सर है छैन होला है अब हाम्रो केदार सरले चाहिँ अब विशेष गरेर चाहिँ अब डिजिआई ओजमो एक्सन 5 प्रो र डिजिआई माइक मिनी चाहिँ अनबक्सिङ गरिदिँदै हुनुहुन्छ लु सरलाई हार्दिक स्वागत छ मेरो भिडियोमा है सर धन्यवाद अनि सम्पूर्ण नमस्कार मेरो तर्फबाट पनि जो जहाँबाट हेर्दै हुनुहुन्छ भ्युअर्सहरूलाई मेरो तर्फबाट पनि र धेरै दिन पछि फेरि हाम्रो सरसँग कुन भेट हुने मौका मिल्यो हजुर आज चाहिँ अलिकति म पनि व्यस्त थिएँ त्यही भएर नभए त अघि नै भेट हुन्थ्यो हाम्रो यो खरिद गर्ने बेला पनि सायद मसँगै हुन्थ्यो तर आज मेरो पनि आजै काम पर्नु आजै तपाईँहरू पनि आइपुग्नु होइन हिजोसम्म चाहिँ म फेरि टाङ सुतेर बसिरहेको थिएँ काठमाडौँको घरबीमा होइन म पनि काम विशेषले गर्दाखेरि काठमाडौँ आएको थिएँ म आएको चाहिँ अलिक धेरै दिन नै भइसक्यो सो यो अवसरमा भेट पनि भयो र उहाँले चाहिँ यो नयाँ ग्याजेट थप्नु भएको रहेछ सर्वप्रथम त यहाँलाई हार्दिक बधाई होइन नयाँ ग्याजेट थप्नु भएकोमा यसरी नै फेरि प्रगतिको कामना गर्न चाहन्छु आगामी दिनमा तर म एउटा कुरा के पनि जोडिहाल्नु मन लाग्यो जस्तै यो सामग्री अहिले हामीले खरिद गरेका छौँ होइन यो सामग्रीलाई चाहिँ खरिद गर्नको लागि तपाईँको ठुलो योगदान छ किनभने जस्तै अहिले मैले पछिल्लो चरणमा कन्टेन्ट क्रिएटरको रूपमा काम गरिरहँदाखेरि हाम्रो केदार सरको ठुलो साथ सहयोग र सपोर्ट रहेको छ त्यसको लागि चाहिँ म धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु सरले अब होइन अरू पनि केही थपिदिनुहोस् तपाईँले पनि केही कुराहरू छ त्यही अब भनिहालेँ होइन अब आगामी दिनमा योभन्दा चाहिँ राम्रो होस् भने अग्रिम शुभकामना पनि बधाई साथसाथै होइन यहाँ चाहिँ अब मैले त के हो आफूले थोरै केही जानेको कुराहरू सोचेको कुराहरू भनिदिने हो तपाईँको मेहनत पनि धेरै नै छ मेहनतै हुनुहुन्छ तपाईँ पनि तपाईँको मेहनतमा डिपेन्ड हुन्छ नि त भर पर्छ नि त यति यहाँसम्म आइपुग्नलाई अरूले भनेर मात्रै पनि हुँदैन सर भन्ने त धेरै हुन्छ भन्नु त सल्लाह सुझाव त धेरै पाइन्छ तर त्यसले पुरा गर्न त आफै लागि पर्नु पर्छ हातै तपाईँको मिहिनेतले गर्दाखेरि आज यहाँसम्म आइपुग्नु भएको छ र अब आगामी दिन पनि अघि भनिसकेँ अझै पनि शुभकामना भन्दै अब म त एउटा कुरा पनि जोडिहाल्नु मन लाग्यो सर है जस्तै कतिपय कुराहरूमा मेहनतले मात्रै पनि नपुग्दो रहेछ कि हो एकदम जस्तै मेहनतको साथमा थोरै पुस गरिदिने मान्छे चाहिरहेछ कि जस्तो हातले काम दिने मान्छे हात थामिदिने मान्छे भयो भने अझ सजिलो हुँदो रहेछ होइन अब सुरुवाती चरणमा हाम्रो केदार सरले चाहिँ मलाई एकदमै सहयोग गर्नुभएको छ होइन यो विषयमा भनेको चाहिँ उहाँको अडियन्सले पनि अलरेडी थाहा पाइसक्नु भएको छ होला भन्ने लाग्छ मलाई किनकि अब मेरो च्यानलको लगभग 2-3 हजार पनि थिएन होला सब्सक्राइबर त्यतिखेर तपाईँको कति पछि हो 2-3 हजार पनि थिएन तर त्यो बेला भिडियो त राम्रो थियो तर पनि त्यो बेलामा हाम्रो केदार सरले मलाई एउटा सानो क्रिएटर नबनिकन पनि उहाँले मलाई एकदमै सहयोग गर्नुभएको थियो कि त्यो मानेमा त म उहाँसँग सधैँभरि सम्भवतः अब मेरो जीवनको अन्तिम पलसम्म पनि हजुर अब उहाँप्रति सम्भवतः सधैँभरि कृतज्ञ नै रहन्छु हजुर अब के गर्नु यति भन्दै अब हुन्छ ल ढिलो नगरौँ अब यहाँ हल्ला खल्ला छ हामी किनभने यो बाहिर छौँ एउटा क्याफेमा मतलब एउटा होटलमा छौँ त्यसले गर्दा मासहरूको आर्सन आइरह होला है अब पछि नोटिफिकेसन गर्नु होला नि प्रिमियरमा होइन प्रिमियरै चलाउनुहुन्छ है हजुर नोटिफिकेसन गर्नु होला विशेष त चलन धन्यवाद भन्नु किनकि उहाँ अघि सुरुमा पनि मैले भनिहालेँ उहाँ व्यस्त हुँदै पनि हाम्रो लागि समय दिएर यहाँसम्म आउनु भएको छ अझ अब उहाँको अब
सवारी साधनलाई यो रोड पनि के पर छोडेर अहिले पर छोडाएको लगभग 15-20 मिनट भाडामा हिँडेर यहाँसम्म आइपुग्नु भएको छ। त्यसको लागि उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हामीले सबभन्दा सुरु DJI माइक मिनी हाम्रो यो भिडियोग्राफीमा चाहिँ हाम्रो कस्तो हुन्छ भने भिडियो सँगसँगै अडियो पनि राम्रो हुनु अति आवश्यक पर्छ क्या। त्यसले गर्दाखेरि यस्ता चिजहरूको यस्तो चाहिँ धेरै आवश्यक पर्छ। त्यस भएर यो चाहिँ उहाँले फिल गर्नुभएकोले गर्दाखेरि यो उहाँले किन्नु भएछ। त्यही नै म अनबक्सिङ गर्दैछु। यसले भनेको चाहिँ जस्तो अडियोलाई चाहिँ धेरै राम्रो बनाउनु भयो। ओहो एकदम, किनभने नि तपाईँको भिडियो मात्रै क्वालिटी भएर नि हुँदैन रहेछ। साउन्ड पनि छ। साउन्ड होइन यसको कतापट्टि रहेछ त्यसको ओपन भन्ने साइडमा देख्नु लाग्यो। यस्तो साइड पनि बजाउँछ। थाहा हुनुपर्ने ल है त निकालेँ है त। ढ्यान ताली बजाउँ है अब। यो जस्तो हाल्नु न हाम्रो ल हाम्रो सामान के छैन डब्बामा। यो चाहिँ मैले निकालिसकेँ है। हल्ला चाहिँ एकदम आइरहेछ है। मोबाइलबाट अडियो रेकर्ड गर्नु भन्दैछ छुट्टै। यो त अलिक यहाँबाट हुँदैछ होला नि। यसमा गाइडलाइन मात्रै हुन्छ। स्टिकर पाउनुभयो तपाईँले। स्टिकर चाहिँ बाइकमा टाँच्दा नि हो। यो मेनुअल बुकहरू हो सर। यो स्टिकर हुँदो रहेछ यहाँ होइन। हजुर स्टिकर रङ के छ अरू। ल अब चाहिँ मेन चिज खोल्नु है त यसको। मेन सामान चाहिँ यहाँ पाएन। दामी रहेछ ब्याग पनि। पाउच पनि देख्छ। यो चाहिँ केबलहरू रहेछ। USB होइन यो USB-C होला। ए होइन अक्स केबल जस्तो लाग्यो। अक्स सँगसँगै USB सबै जोडेको रहेछ सर। ए होइन छुट्टै छुट्टै रहेछ। फरक फरक रहेछ। यो चाहिँ USB to Type C रहेछ। हजुर यो माइकको लागि त्यो बाहिर कभर हुन्छ नि जुन त्यो हावालाई उ गर्नलाई फुल नहोस् भनेर त्यो रहेछ। 3टा मेन त यहाँ हो। अब डब्बामा अरू केही छैन यहाँभित्र। मेन खजाना चाहिँ यो छ साथीहरू। हाम्रो केदार सरले अनबक्सिङ गरिरहनु भएको छ। अब ल हाम्रो DJI को डल्ला निस्किसकेको छ। अब DJI Mini 2 मिनी माइक होइन त। मिनी माइक मिनी। अब यो चाहिँ यसको यो क्लोजमै ल्याउँदा हुन्छ सर। अब यहीँ ल्याउनु यतै ल्याउनु यतै क्लोजमै राख्नु यतै। ल साथीहरू हामीले स्टिकर पनि खोल्यौँ होइन। दुईटा माइक हुँदो रहेछ। दुईजनाले गर्नु पनि मिल्यो होइन। एउटा रिसिभर रहेछ RX माइक मिनी। किन भन्यो भन्दाखेरि यस्तो सानो हुन्छ, पोर्टेबल हुन्छ, यसलाई माउन्ट गर्न सजिलो हुन्छ। त्यही भएर सानो यो मिनी भनिएको हो। यो चाहिँ चार्ज पनि यहीँबाट हुँदो रहेछ है। किनभने यहाँ चार्ज हब पनि रहेछ यो है। यहाँ यो चार्ज गरिसकेपछि ब्याट्री एक मात्रै लाइन रहेछ। चार्ज लाइन पनि चार्ज पनि यहीँ हुँदो रहेछ। यो साइडको चाहिँ के रहेछ? यो म्याग्नेट हो सर। यो चाहिँ यसरी माउन्ट गर्नलाई क्लिपिङ हुन्छ सर। दुईटै हुन्छ। जस्तै यता मैले देखाउनु त। जस्तै मैले यहाँ क्लिप गर्नु नि मिल्यो होइन। यो फर्केछ यहाँ क्लिप गर्नु नि मिल्यो। अब क्लिप गर्नु अप्ठ्यारो भयो भने तपाईँको चाहिँ यसलाई यहाँ राखेर यसरी भित्रबाट म्याग्नेट राखेर यसो गर्नु नि मिल्यो। बोल्न मिल्यो है। यो चाहिँ सेम मेरै हो। यस्तो चाहिँ हजुर यसको चाहिँ दुईटा रहेछ। यो चाहिँ दुईटा रिसिभ होइन। ल एउटा हाम्रो मेन सामान चाहिँ मेन चाहिँ यो रिसिभर हो। यो चाहिँ हामीले क्यामेरामा जोड्नु पर्ने हुन्छ र यसले यहाँ कनेक्ट भइसकेपछि अडियो यसले फाल्ने हो है त। तपाईँको जुनै क्यामेरामा पनि फिट गरेर होला सर। एकदम। यो चाहिँ अब यहाँबाट जुन यहाँ रहेछ आउटपुट हजुर यो हाल्ने हो यहाँ। अनि त्यसपछि तपाईँ एकछिन क्यामेरा निकाल्ने, क्यामेरामा यो माउन्ट गर्ने हो होइन। अब अनि यो चाहिँ क्यामेरामा अड्याउने हो। यो चाहिँ क्यामेरा हुन्छ कि मोबाइलमै पनि हुन्छ। यो एक्सन क्यामेरा पनि हुनुभयो, ठुलो क्यामेरा पनि हुने भयो, अनि मोबाइलमा पनि हुने भयो है। हाम्रो सरले देखाइहाल्नुहुन्छ कसरी यसलाई सेटअप गर्ने भन्ने कुरा चाहिँ। यो भयो
यति रहेछ 2 टममा भ्याकुम ल हाम्रो अडियो डिजाइन माइक चाहिँ सकियो है त यति हो अहिले है केदार सरको हातबाट उद्घाटन गरियो यो यो हालेकोहरू पछि उहाँको भिडियो पनि देखिहाल्नु हुने नै छ अवश्य पनि किनभने यतातिर भिरेको हुन्छ हजुर र अनि मेन चाहिँ अझै उहाँको चाहिँ यो उसमा एक्सन 5 प्रो मेरो चाहिँ 4 हो यो 5 प्रो हो यसको अपग्रेड भर्सन भनौँ न यो होइन त्यसपछि आएको यो एकदम धेरै राम्रो क्यामेरा यो चाहिँ बजेट अनुसारको धेरै राम्रो माइक गोप्रो भन्दा पनि राम्रो हो त सर मलाई त यो राम्रो लागेको छ गोप्रो भन्दा पनि किनभने नि अब गोप्रो अब 13हरू चाहिँ मैले खासै युज गरेको छैन तर अरूको हेर्दाखेरि पनि मलाई चाहिँ यो एक्सन नै मन पर्छ यसको विशेष गरेर लो लाइटमा पनि लो लाइट पनि राम्रो छ अनि प्राइस पनि सस्तो छ फुटेज पनि खासै सेकी हुँदैन नि त हुँदैन परफर्मेन्स पनि राम्रो छ एकदम राम्रो छ क्वालिटी पनि राम्रो छ किनभनेदेखि तपाईँको हाम्रो त्यो फुटेजहरू हेर्दाखेरि पनि कुनै पनि एक्सन क्यामेरा युज गर्नु भएको छ नि त होइन तर त्यो पनि निकै राम्रो देखियो है ल यो पनि खोलौँ है त हामी है ल अब सुरुमा चाहिँ के हेरौँ त एसेसरिज हेरौँ है त एक्सर्साइज हेर्नु सुरुमा चाहिँ एसेसरिजहरू हेर्छौँ कम्बो भनिसकेपछि यसलाई चाहिने सबै सेटहरू यहीँ आउँछ अरू किन्नु पर्दैन हजुर अरू मार्केट डुलिरहनु पर्दैन होइन त हजुर ल सुरुमा चाहिँ मैले के रहेछ सुरुमा भन्दाखेरि यो एडाप्टर रहेछ है क्यामेरा अड्याउने म्याग्नेटवाला हुन्छ यसरी यहाँ फलाम हुन्छ टाँसिने मेरो चाहिँ यस्तो एउटा हेलमेटसँगै हराएर पछि यो किने थियो थर्ड पार्टी कम्पनीको यस्तो महँगो छ त्यो यस्तो महँगो नि पुरै हजुर हो एकदम हामी यो कफी पनि खान लागिरहेका छौँ ल हाम्रो पानको पातको सेपमा आएछ थ्याङ्क यू किन यो सेप त फरक फरक आएछ हार्ड त उहाँलाई मात्रै परेछ त हामीलाई त फुल पो परेछ ल हाम्रो यहाँ कफीमा आइसकेको छ हामी कफी खाँदै अनबक्सिङ गर्छौँ हजुर अब सरले केबल निकालौँ यो टाइप सी टु टाइप सी यो चाहिँ तपाईँको डाइरेक्ट चार्ज गर्नु नि मिलो हजुर डाटा ट्रान्सफर गर्नको लागि तपाईँले मेमोरी झिक्नु परेन यहीँबाट डाइरेक्ट सिधै गर्नु यो क्यामेरामा जोडेर डाइरेक्ट ल्यापटपमा जोडेपछि त्यही हुन्छ होइन अनि यो त त्यही अरू यस्तो स्टिकर छ अनि त्यो गाइड बुक छ त्यो हामी खासै पढिँदैन तपाईँले कहिले पढ्नुभएको छ सर यस्तो सामान किनेर यसको काम छैन सर खासै अनि यो चाहिँ तपाईँको वारेन्टी कार्ड हो कि होइन सर यो स्क्यान गर्ने रहेछ यो स्टोरको यो स्क्यान गरेर यसको के फर्मुला रहेछ होइन बट्टा खाली हो ल है त यो चाहिँ ब्याट्रीको केस हो यो यसमा चाहिँ 3टा ब्याट्री हुन्छ यो 3टा ब्याट्री भइसकेपछि तपाईँलाई इनफ दिनभरि जति खिच्छु भन्दा पनि पुग्यो चार्ज पनि यहाँबाट भइन्छ हजुर होइन यो चार्ज यहाँबाट चार्ज गर्ने हो तर सकेपछि चाहिँ यसलाई नै जोड्नुपर्छ यसमा चाहिँ त्यो केसमा हुँदैन यसको चाहिँ केसमा हुने भयो यसको केसमा हुँदैन किनभने यसले त धेरै खान्छ नि त अनि यो पावर लो रहेछ यो हरियो बल्छ क्या ग्रिन कलरको आउँछ फुल भयो भने यो चाहिँ अब 3टा ब्याट्री हुन्छ तपाईँको चाहिँ नि तर यो चाहिँ कस्तो भने तपाईँले कुन क्वालिटीमा खिच्नुहुन्छ त्यसमा भर पर्छ कि कति ब्याट्री खप्छ भनेर 4Kसम्म ठिकै हुन्छ अब अलिक यो कति 5Kसम्म खिचाइले होइन तपाईँको अनुभवमा चाहिँ योभन्दा पहिले तपाईँले युज गर्ने क्यामेराको ब्याट्री चाहिँ कतिसम्म काम गर्थ्यो मेरो एउटा ब्याट्रीले लगभग कति 2 घन्टा त खिच्छ सर 2 घन्टा खिच्छ है जस्तो लाग्यो होइन 1 घन्टा अलिक बढी खिच्छ 4Kमा कन्टिन्यू राम्रो छ खिच्छ तर अलिकको भन्दा राम्रो हो कि यसको ब्याट्री यसले किनभने नि फेरि यो खिचेपछि चाहिँ हामीले अफ गरिहालिन्छ नि त अफ गरेपछि खाँदैन नि त त्यही भएर यो चाहिँ 3टा ब्याट्री आउँछ सिङ्गल किन्यो भने एउटा मात्रै ब्याट्री आउँछ होइन ल यसको एसेसरिजहरू यति नै हो यसको एसेसरिज अर्को बाँकी छ पक्नुहोस् यो भित्र हुन्छ सबभन्दा भित्र होइन स्टिक हुन्छ यो चाहिँ लामो स्टिक हाम्रो यो चाहिँ सेटकै हो यो स्टिक चाहिँ डर हुन्छ नि त होइन राम्रो छ एकदम लामो अरू भन्दा नि लामो हुन्छ क्या सर यो 1.5 मिटर हुन्छ होइन हजुर 1.5 मिटर होइन बढी लामो यो त तपाईँको चाहिँ नि वाइडमा राखेर यो खिच्यो भने तपाईँको ड्रोन सट जस्तै देख्छ
यसको मुनिको खुट्टा चाहिँ नहुँदो रहेछ नि हुँदैन सर यसको लागि अर्कै किन्नुपर्छ ठ्याक्कै यस्तो यो खोलमा देखाएको जस्तो नहुँदो रहेछ यो किन्नुपर्छ त्यो चाहिँ छडाको जस्तो नहुँदो यसमा के आउँछ भन्ने कुरो त यहीँ देखिरहेछ हजुर यो यसको लागि छुट्टै किन्नुपर्ने रहेछ सर मेरो पनि थिएन मैले पछि अर्कै किनेँ है यो स्टिक भयो यति लामो हुन्छ बल्छी हान्नु पनि हुन्छ खोलामा होइन ल यसको लागि चाहिँ झोला चाहिँ नदिँदो रहेछ नि ब्याग हजुर यही खालको ब्याग भए चाहिँ राम्रो ए दिँदैन सर यो तपाईँले किन्नु थिएन यस्तो प्याकेट मात्रै थियो खोल मात्रै थिएन ल अब मेन अझै खजानामा खजाना अझै मेन खजाना चाहिँ यो हो एक्सन क्यामेरा है सबभन्दा पहिला चाहिँ यसको यहाँ आउँछ केस यो वाटरप्रुफ अलरेडी वाटरप्रुफ छ पानीमा कुदाउँदा पनि केही हुँदैन केही हुँदैन तपाईँको बाइक पानी परिराखेको बेला कुदाउनु केही हुँदैन यो चाहिँ यो कस्ने भइहाल्यो ग्रुप छ भित्र यो हेलमेटमा टाँस्ने रहेछ अनि अघि यस्तो माउन्ट एउटा छ यहाँ दुईवटा हुन्छ नि त एउटा यहाँ छ हजुर यो टाँस्नुपर्छ अनि यसले चाहिँ दुईवटा काम गर्छ यो चाहिँ के काम गर्छ भन्दाखेरि एउटा यसलाई प्रोटेक्ट गरेको क्यामेरालाई होइन प्लस अनि यो तपाईँले पोर्ट्रेट खिच्दाखेरि क्यामेरा ठाडो यसरी ठाडो खिच्नुलाई यो चाहिँ यसरी हिँड्छ नि त यसमा ठाडो खिच्नुको अनि मलाई यो मन परेको किन भन्दाखेरि चाहिँ होइन कि यो माउन्ट चाहिँ यो निकाल्नु सजिलो हुन्छ क्या सर यो फुत्ता निकाल्नु मिल्छ होइन अब अरू गोप्रोको चाहिँ फान घुमाइरहनुपर्छ निकाल्नु पनि यो चाहिँ फुत्ता निकाल्यो फ्याट्ट लाग्यो फेरि फुत्ता निकाल्यो यहाँबाट हेलमेटबाट निकालेर यसरी बोल्दा नि भयो म त्यही भएर यो सजिलो हुन्छ हामी म बाइकमा हिँड्नेहरूको लागि चाहिँ भनेको चाहिँ यो कारण चाहिँ यो पनि होइन अनि क्यामेरा चाहिँ यहाँ छ ल मेन बुद्धि त्यही हो नि होइन मेन खजाना चाहिँ हो यसको चाहिँ तपाईँले ओपन गर्नुभएको हुन्थ्यो है साँच्ची थियो कि थिएन मलाई नै यसको के ग्लास प्रोटेक्ट यहाँ अनि यहाँ यसमा पाउँछ है कतिको हतार हुन्छ एकछिन एकछिन सोधौँला नत्र त्यहाँ म जाने ठाउँमा यो चाहिँ ब्याट्री त छैन तै पनि एकछिन अन गरेँ यो पहिला सुरुमा लेन्स हो होइन दामी हुन्छ यो चाहिँ रिमुभेबल हो यो निकालेर अरू फिल्टर लाउन नि मिल्छ पछि फिल्टर फुल पाउँछ चाहिँ अनि यसमा एउटा ब्याट्री हालिहालौँ ब्याट्री त लो रहेछ कफी पनि खाउँ न खाउँ सुगर भन्ने चम्ची त ल्याइदिएन सुगर चाहिँ ए रहेछ चम्ची मेमोरी किन्नु पर्छ यसलाई तर अहिले रेकर्ड गरिँदैन होला कि गरिन्छ त तर यही पनि हुन्छ भन्थ्यो हजुर यहाँभित्र छ भन्थ्यो 46 GB कि कति जिबी चाहिँ हुन्छ अरे यसमा यहाँभित्र पनि ल अन भयो है ल अब चाहिँ ल्याङ्ग्वेज चुज गर्नु भनिसक्यो तपाईँले सर यो चाहिँ अब एउटा एप चाहिँ डाउनलोड गरेर यहाँ स्क्यान गर्नुपर्ने हुन्छ है स्टार्ट पछि चाहिन्छ तपाईँले त्यो उ गर्नुको लागि घर गर्नु होला नि आयो है देखिरहेको छ नि त क्यामेरा स्टुडेन्ट छ हजुर स्टुडेन्ट छ कि चेक गर्नु म यहाँ हेर्छु ल 4 मा चाहिँ छैन अब यसमा चाहिँ छ भने चाहिँ कुन यो प्रोमा भयो 46 GB कति जिबी छ भन्ने सुनेको मैले ल दर्शकवृन्दहरु अब आगामी दिनहरुमा चाहिँ रहेछ 47 जिबी रहेछ यो चाहिँ यो 5 प्रो भर्जनमा यो आएको रहेछ अपग्रेड इन्टरनल स्टोरेज 4 मा छैन यो त राम्रो हो त नि गरे मेमोरी कार्ड नहुँदाखेरि एकदम सर अनि तपाईले अब केमा खिच्नुहुन्छ कलर कति गर्नुहुन्छ हैन हजुर सेटिङहरु त्यही अनुसारले मिलाउनु होला हजुर अहिले चाहिँ म नर्मलमै खिचे नर्मल 10B सार्दा साउन्ड आयो हैन डी लक रहेछ HLG रहेछ हजुर भयो भने तपाईँ HLG मा खिच्नु भनेर म सजेसन दिएँ हजुर हैन अहिले चाहिँ नर्मल 10B मा खिचौँ अनि यसको अब यो चाहिँ माइकमा कनेक्ट गरेर हेर्नु सर एकचोटि कस्तो हुँदो रहेछ 4K
5K छैन सर 4K मा थियो 4K 16:9 मा खिच्नु होला हजुर अनि यो 60 मा खिच्दैन 30 मा खिच्दैन हो हैन स्लो मोसन चाहियो भनेदेखि चाहिँ त्यस एपीएस बढाउने होला स्लो मोसन त यहीँबाट पनि मिल्छ नभए एपीएस बढाइदिनु अहिले चाहिँ लास्टै फन्नी भयो के भयो भने हामी 1 घन्टासम्म भुतभुतायो सरसँग हैन हजुर लास्टमा क्यामेरा रेकर्डमा रहेनछ फेरि रेकर्ड गर्दैछौँ अनि अन्त्यमा चाहिँ हामी के भन्न गइरहेछौँ भने अब अनबक्सिङहरूको काम सबै सकिसक्यो र हामीले माइक पनि कनेक्ट गरिसक्यौँ विदाउट रिसिभर यो चाहिँ इनबिल्ट रिसिभर हुँदो रहेछ नि त्यसमा हैन हजुर अनि त्यसले गर्दाखेरि अनि अडियो कस्तो क्वालिटी आइरहेको छ त्यो त तपाईँहरूले सुनिराख्नु भएको छ अघि अब एकदम मासहरू पनि धेरै थियो हल्ला पनि त्यस्तै थियो मोबाइलले खिच्यो अहिले त मास पनि छैन माइक पनि लगाएको छ अडियो बेटरै आयो होला अनि अन्त्यमा चाहिँ के भन्न चाहन्छु भने हाम्रो सरजीलाई फेरि पनि एकचोटि हार्दिक बधाई दिन चाहन्छु अब आगामी दिनहरूमा अझै योभन्दा राम्रो राम्रो चिजहरू अनबक्सिङ गर्न पाइराखौँ योभन्दा राम्रो राम्रो सामग्री इक्विपमेन्टहरू होइन आगामी दिनहरूमा भनेर शुभकामना पनि दिन चाहेँ धन्यवाद र जतिजनाले हेर्दै हुनुहुन्छ जो नयाँ भ्युवर्सहरू हुनुहुन्छ उहाँले चाहिँ भिडियोलाई सब्सक्राइब गरिदिनु होला यो च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि यो भिडियोलाई लाइक सेयर गरिदिनु होला यो च्यानलहरूबाट तपाईँहरूले चाहिँ अब आफ्नो आफ्नो रुचि हुन्छ अब इन्ट्रेस्ट छ भने तपाईँहरूले चाहिँ उहाँले चाहिँ धेरै नयाँ नयाँ ठाउँ होइन कुना कन्दारा च्यानल अनुसार च्यानलको नाम जस्तै कुना कन्दारातिर लुकेर बसेका धेरै चाहिँ रमणीय ठाउँहरू ऐतिहासिक ठाउँहरूको बारेमा उहाँले चाहिँ भिडियो बनाउनुहुन्छ त्यो तपाईँले हेर्न पाउनुहुनेछ है त अस्के दासो तपाईँलाई धेरै धेरै धन्यवाद है अब तपाईँले चाहिँ विशेष गरेर अब हाम्रो हामीलाई समय दिनुभयो अब तपाईँ व्यस्तताको बावजुद पनि यहाँसम्म आइदिनु धेरै धन्यवाद तपाईँलाई अब चाहिँ आज तपाईँको आफ्नै पर्सनल काम पनि थियो त्यो हुँदै पनि मेरो लागि समय दिनुभयो फेरि आजै आउनु आजै फेरि काम पर्नु फेरि हिजोसम्म चाहिँ म उटाङटाङ सुतेको कि उत्तानो परेर सुतेर मोबाइल हेर्दै सुत्दै कामै थिएन मेरो हजुर तर अघि पनि मैले तपाईँलाई भनेँ होइन हजुर जस्तै यो च्यानलमा सिल्भर प्ले बटन आयो भनेदेखि चाहिँ तपाईँकै हातबाट अनबक्सिङ गर्न पाऊँ भन्ने मेरो इच्छा छ एकदम होइन सिल्भर बटन मात्रै होइन यहाँ त्यसपछि अब गोल्डन बटन त्यसपछि डायमन्ड बटन हजुर त्यसको चाहिँ नि अब हरेक हुन्छ अब त्यो रेड बटन के हुन्छ सबै ल्याउनु पर्छ नि तर गोल्डन प्ले बटन ल्याउन त नेपालमा निकै नै चर्कै छ होइन अब यस्तो यद्यपि अब तपाईँहरूको साथ सहयोग नेपालमा गोल्डन प्ले बटन ल्याउनेहरू धेरैजना हुनुहुन्छ अब डायमन्ड चाहिँ अलिक मलाई अहिलेसम्म थाहा छैन है नेपालको कन्टेस्टमा चाहिँ अब गोल्डन बटन त धेरैजनाले ल्याउनु भएको छ त्यही भएर अब 10 मिलियनमा सम्भवतः के अरे डायमन्ड आउँछ होला हैन 10 मिलियनमा त्यस्तै हो र 10 मिलियनको डायमन्ड ल्याउने 10 मिलियन भयो भने जस्तो लाग्दै थियो मलाई 10 मिलियनको डायमन्डको लागि हो 50 मिलियनमा रुबी हैन ल साथीहरु अब हाम्रो विशेष गरेर आज हाम्रो केदार सरसँग सँगै बसेर उहाँकै सरसल्लाहलाई मनन गर्दै यो सामग्री लियो र आगामी दिनहरुमा चाहिँ यही सामानको फुटेजहरु तपाईले हेर्न पाउनुहुनेछ है मैले अघि पनि भनेको थिएँ रेकर्ड भएन रहेछ अब तपाईहरूले चाहिँ यो च्यानल सब्सक्राइब गरिदिराख्नु होला तपाईले चाहिँ विभिन्न ठाउँका नाम जस्तै कुना कन्दारामा रहेका विभिन्न ऐतिहासिकदेखि रमणीय लुकेर बसेका ठाउँहरू हैन सामग्रीहरूको भिडियोहरू चाहिँ तपाईले हेर्न पाउनुहुनेछ केदार सर तपाईलाई धेरै धन्यवाद नमस्कार र सम्पूर्ण अडियन्सलाई पनि यो भिडियोलाई हेरिदिनु भएको धेरै धन्यवाद